भारतको उत्तर प्रदेश कुशीनगरबाट बन्धक बनाएर राखिएका 453 जनालाई यति बेला लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीले यति बेला 453 जना बन्धक बनाउने र बन्धक बनाएकाहरूलाई यति बेला रूपन्देही ल्याएको छ। यो जिल्ला प्रहरी कार्यालय रूपन्देहीको दृश्य हो। यी गाडीहरू छन्, जुन बसहरू छन्, 8-9वटा बस छन्। यी बसभित्र ती बन्धक बनाएर राखिएका 453 जना नेपालीहरू रहेका छन्। उहाँहरूलाई चाहिँ भारतको उत्तर प्रदेश कुशीनगरबाट उद्धार गरी यति बेला रूपन्देहीको बेलेहिया नाका हुँदै जिल्ला प्रहरी कार्यालय रूपन्देही ल्याइएको छ। यहाँ ठुलो सङ्ख्यामा प्रहरी परिचालन पनि गरिएको छ। बेलेहिया नाकामा त्यस्तै किसिमले सुरक्षा सम्बन्ध अलिकति बलियो बनाइएको थियो। त्यसै गरी यहाँ अहिले पनि सुरक्षा सम्बन्ध निकै बलियो बनाइएको छ। हामीले गाडीमा यी बन्धक बनाएर ल्याइएका गाडीहरूमा हामीले अधिकांश महिलाहरूले अलिकति बढी पनि देख्न सक्छौँ। महिलाहरू उहाँहरू कताका थिए, के थियो भन्ने कुरा त पछि खुल्ला। यति बेला लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बुटवलले यति बेला भारतको उत्तर प्रदेश कुशीनगरबाट 453 जना बन्धक बनाएकाहरूलाई यति बेला रूपन्देही ल्याइएको छ। सुरक्षा व्यवस्था निकै कडा गराइएको छ। यति बेला रूपन्देहीको जिल्ला प्रहरी कार्यालय अगाडि राखिएको छ। गाडीको वरिपरि यसरी प्रहरीले सुरक्षा घेरालाई बलियो बनाएर राखिएको छ। यो रूपन्देहीको जिल्ला प्रहरी कार्यालयको दृश्य हो। 453 जना जसलाई चाहिँ भारतको उत्तर प्रदेश कुशीनगरमा बन्धक बनाएर राखिएको रहेछ र त्यहाँबाट भारतीय प्रहरीको सहायतामा हामीले यहाँ पनि देख्न सक्छौँ। यहाँसम्म जिल्ला प्रहरी कार्यालय रूपन्देहीसम्म भारतीय प्रहरी पनि आएका छन् यो गाडीमा। र बेलेहिया नाकाबाट नेपाल प्रहरीले स्कटिङका साथ ठुलो सुरक्षा का साथमा यति बेला रूपन्देहीको जिल्ला प्रहरी कार्यालयमा लिएर आएका छ ती 453 जनालाई। के कारणले बन्धक बनाइएको थियो, कसरी राखिएको थियो भन्ने कुरा त खुल्ला हामीले देख्न सक्छौँ। अगाडिपट्टि चाहिँ भारतीय प्रहरीहरू, यो रूपन्देही जिल्ला प्रहरी कार्यालय रूपन्देहीको दृश्य हो। हामीले भारतीय प्रहरीलाई पनि देख्न सक्छौँ। यी गाडीहरूमा सँगै